नमस्कार। आज हामी हाम्रा हजुरआमा भगवती दाहालसँग भलाकुसारी गर्दैछौँ। आमाले आफ्नो बालापनदेखिको यो उमेरसम्म आइपुग्दा भोग्नुभएका सुख दुःखका घटनाहरू, तिता मिठा घटनाहरू तपाईँहरू माझमा हामी राख्दैछौँ। आमा नमस्कार। भागेमानी बाबु। अनि आमा कति वर्षको हुनुभयो अहिले? म 79 लागे। 79। कति सालमा जन्मिनु भयो? 95 सालमा। 95 सालमा। कुन ठाउँमा जन्मिनु भयो? सोखु। माहलो सोखु, सुमनम वरी, सोलापा परी। हजुर। सोखु बिसी गाउँमा जन्मिनु भयो। कस्तो थियो तपाईँको परिवार त्यतिखेर सोखुमा जन्मिँदाखेरि 1995 सालमा? ठुलो परिवार थियो हाम्रो। 22 जनाको जान थियो। हजुर। को हुनुहुन्थ्यो परिवारमा? परिवारमा 2टा हली थियो, 2टा हलीका श्रीमतीहरू थिए। हजुर। हली नोकरचाकर थिए। हजुर। 22 जनाको जान थियो। तपाईँको बुबा आमा भाइहरू दाइहरू को हुनुहुन्थ्यो? हाम्रा दाइ पनि हुनुहुन्थ्यो, भाइहरू पनि थिए। बडा बाउका छोरालाई हामीले हाम्रो भन्दैनौँ, हाम्रै आफ्नै हुन् भन्थ्यौँ। हामी एउटा मात्रै थिए, बडामा बिहे गरेको छोरा त एउटा मात्रै थिए। हैजाले गए, सुन्ने पारेर गइहाले। फेरि मेरा 4 भाइ पनि हैजाले निस्किदिए। उपचार लाउने केही सोचे चौकीहरू पनि थिएन, डाक्टर पनि थिएन त्यतिखेर। हैजाले पानी भन्दा नि पानी खान दिँदैन थिए। त्यसै प्याकै भएर गए। झारबुट्टाहरू कुटेर खुवाउँथ्यौँ, केही लाग्दैन थियो। मै हो भनेर जान्थे। झारबुट्टाहरू कुटेर खुवाउँदा पनि निको भएन, सबै मरिहाले। दुखी परिवार भयो। मनको दुःख चाहिँ भयो, खाना लाउन चाहिँ दुःख भएन माइता। तपाईँको त्यति धेरै परिवार हुनुहुन्थ्यो, भाइहरू 4 जना भन्नुभयो होइन? 4 भाइ दाजुभाइ थिए। बडा बाउका छोरा पनि एउटा हुनुहुन्थ्यो। हजुर। दाइ पर्नुहुन्थ्यो। तपाईँको दिदी बहिनी पनि हुनुहुन्थ्यो? दिदी बहिनी मेरो दिदी एउटी मात्रै, म पनि एउटी बहिनी, म एउटै मात्रै। हामी चाहिँ छौँ। भाइहरू चाहिँ खसे 4 भाइ। बुबा के गर्नुहुन्थ्यो? बुवा बलकुको जजमान गर्नुहुन्थ्यो। आँखा पनि देख्नुहुन्न थियो बुवाले। बन्द हुँदै गए त्यतिखेर। अहिले राम्रो राम्रो चौकी बनिया भए, आँखाको उपचार गर्थे। आँखा देखिन्थ्यो होला। उस बेलामा त्यत्तिकै आँखा देख्दैन थिए। त्यस बेला जतिखेर दरभङ्गा हुँदो पनि जानुभयो, जान चाहिँ उबार भएन। त्यसै घर जानुभयो। अर्को पालि पनि जानुभयो, भएन। अर्को पालि पनि जानुभयो, भएन। अब मलाई निको हुँदो रहेछ, म के जानु भने दरभङ्गा जानुभयो बुवा त। तर निको पार्दैन सकेन आँखाको दबाई। बाले लड्दै हामी काँटामा लोग्रो तेर्सिएर हिँड्थ्यौँ। बाला यहाँ खाल्टो छ। हजुर। अनि त्यतिखेर काँडा छ, यहाँ भिड छ, यहाँ अप्ठ्यारो छ भन्दै लान्थ्यौँ। त्यतिखेर जजमानी गर्नुहुन्थ्यो बाबा? कति कमाइ हुन्थ्यो त्यतिखेरको बेला? पुस्तक चाहिँदैन थियो बालाई जजमान गर्नलाई। पहिलेबाटै जानिसक्नु भएछ। त्यसै बस्नु पल्लै ठुकेर अनि सरला गरिदिनुहुन्थ्यो, रुद्री गरिदिनुहुन्थ्यो। पुस्तक आँखा देख्नुहुन्थ्यो, पहिलेबाटै जानिसक्नु भएको छ। पूजाहरू लाउनुहुन्थ्यो, बिहे गर्नुहुन्थ्यो। बुवाको काम यस्तै थियो। त्यतिखेरको बेलामा जागिर भनेकै पहाडको ठाउँमा जजमानी गर्ने, अरूको काम गर्ने हुन्थ्यो होइन? त्यस्तै मात्रै थियो पहिले। अनि बुवाले आफ्ना 4 छोरालाई, तपाईँको भाइहरूलाई पनि आफू जस्तै जजमानी सिकाउनु भएको थियो कि? जजमानै सिकाउनु हो बाले पनि। तपाईँको भाइहरू पनि जजमानी गर्नुहुन्थ्यो? जजमानी सिकाउन आँट्नु भएको थियो। भाइ बालाखैमा पोखरेकै बालाखामा गए। एउटा 14 वर्ष भएपछि गए। एउटा म माथिको दाजु थिए, ती पनि बालाखैमा गएको 5 वर्ष। अनि तपाईँको दिदी हुनुहुन्छ अहिले? अहिले मेरो दिदी हुँदै हुनुहुन्छ। तपाईँको भनेपछि परिवारको मान्छे मध्ये अहिले तपाईँको दिदी र तपाईँ मात्रै हुनुहुन्छ? दिदी र म मात्रै छौँ अहिले। एउटा भदा छ, भदाका छोरा 2 भाइ। कस्तो थियो अलिकति सुनाउनुहोस् न। बिहे जन्ती आएको के ल्याउनु भएको थियो उताबाट? के ल्याउँथ्यो? अलिअलि यसो उक्लिने लुगा ल्याएको थिएँ 10-12वटा। घरतीको ढाड पनि सबै रातै हुने गरी ल्याएको थियो। खलखल पसिना आछ बोका छ तर तति चाहिँ मुखभरि जम्मै हातले त यसरी
यसरी साडी यसरी समाउँदाखेरि पनि त्यो घरतीको मुखा रातै भएको थियो। साडीको रङ सबै खुलेर ढाडभरि भएर जम्मै तर जम्मै पसिनाले त्यस्तो थियो ढाड के त्यस्तो खालको साडी लिएर आउनु भएको थियो। त्यस्तो साडी ल्याउँथे उस बेलाका चलनमा। अनि तपाईँलाई बिहे गरेर लगेपछि त्यतिखेर अब गाडी घोडा थिएन भन्दै हुनुहुन्थ्यो। थिएन, हिँडे खुट्टा दुखेर भुतुकै मरिहालिन्थ्यो। बोकेर लगेन? त्यही पनि हिले पानीमा कहाँ राईको सिया लागेछ र झनै मरे होइन, बाहिर निकालिसक्यो बेहुलीलाई त। त्यस्तो पो थियो त। हजुर हजुर। सिया लागेर होइन। अनि बिहे गरेर लगेपछि टाढा थियो तपाईँको माइती र घर? टाढा भइहाल्छ दिनभरिको बाटो। झुकिँदा पठाएपछि अस्ताउने बेलामा पुग्थ्यौँ। ए बास बस्नुपर्ने अवस्था थिएन? बास पनि अलि अबेर भयो भने बस्थ्यौँ, हिले पानीतिर बसेर जान्थ्यौँ। अनि पहिलोचोटि बिहे गरेर तपाईँ घर पुग्नुभयो। घर पुगेपछि सासू ससुरा हुनुहुन्थ्यो होला, कस्तो लाग्यो तपाईँलाई? ससुरा हुनुहुन्थ्यो, सासू हुनुहुन्थ्यो। ससुरा हुनुहुन्न थियो? हुनुहुन्न थियो। सासूले कतिको माया गर्नुहुन्थ्यो? घरको आमाले कतिको माया गर्नुहुन्थ्यो? माया गर्नुहुन्थ्यो नि, सगाई पगाई गर्नुहुन्थ्यो, सानै छ भन्नुहुन्थ्यो, सगाई पगाई गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। उसैले गर्नु भनेर त्यस्तो थाक्नुहुन्न थियो, राम्रो गर्नुहुन्थ्यो। तपाईँ त्यतिखेर 10 वर्षको हुनुहुन्थ्यो, श्रीमानलाई के भन्नुहुन्थ्यो आफ्नो बुढालाई? केही पनि भन्दैनथ्यौँ, हामी बोल्दैनथ्यौँ। बोल्नुहुन्न थियो? बोल्दैनथ्यौँ, हामी लाज मान्थ्यौँ, बोल्दैनथ्यौँ। उहाँले के भन्नुहुन्थ्यो? केही भन्नुहुन्थ्यो, लाज मान्नु। उहाँ बोले पनि म भागिहाल्थेँ। त्यस्तो थियो? बोले पनि म भागिहाल्थेँ। त्यतिखेर के काम गर्नुहुन्थ्यो तपाईँले? भात पकाउने, तरकारी पकाउने? केही आफै पकाउनुहुन्थ्यो। आमाले नै यसो बडार कुँडार गरो, घर लिपो जानी नजानी। आमाले के बुहारी भन्नुहुन्थ्यो कि नानी भन्नुहुन्थ्यो कि माया गरेर? दुलै भन्थ्यो, ठुल्दुलै भन्नुहुन्थ्यो। आमालाई, सासू आमालाई खुट्टामा तेल लाउने, यताउता काम सघाउने गर्नुहुन्थ्यो? सधैँ तेल नलाएको दिनै हुँदैन थियो कहिले पनि। दिनै पछि पर सरे मात्रै। अनि छोराछोरी जन्मेर सुत्केरी हुँदा मात्रै हो, नभएदेखि चाहिँ सधैँ गोडा मिल्नु पर्ने, जहिले पनि दिनु पर्ने। अनि तपाईँको कति वर्षको उमेरमा तपाईँको सन्तान जन्मिए? म 16 वर्षकी भएपछि जन्मिए। पहिलो सन्तान छोरा कि छोरी? छोरी जन्मिया थिइन्। पहिलो सन्तान छोरी थिइन्। 2 वर्ष पालेर खसिहालिन्। अनि यो ठुलो छोरो जन्म फेरि म 18 वर्षकी हुँदा। त्यतिखेरको बेलामा स्वास्थ्य चौकीहरू भएको भए, डाक्टरहरू भएको भए बाँच्नुहुन्थ्यो होला? बाँच्नुहुन्थ्यो, बाँच्थ्यो होला। अब त्यस्तै भयो। अनि छोरो जन्मिनु हो तपाईँको? अहिले कतिजना सन्तान हुनुहुन्छ तपाईँको? अहिले 6-7 जना छन्। तपाईँका सन्तान छोराहरू कतिजना छन्? 3 भाइ छोरा। छोरीहरू पनि छन्? छोरी छैनन्। मेरा माइलो छोराको छोरी छ, एउटी नातिनी। हजुर हजुर। छोराहरूको नाम के हो? जेठाको बोधाराज हो, माइलाको थानानाथ हो, कान्छाको भरतराज हो। यिनै हुन् यिनीहरूका नाम चाहिँ। हजुर हजुर। तपाईँ आफैले राखिदिनु भएको हो कि त्यतिखेर पण्डितले राखिदिन्थे नाम? पण्डितले राखिदिएका हुन्। अहिले के गर्नुहुन्छ तपाईँको जेठो छोरो? के गर्नुहुन्छ? मास्टरी छ, दिनैपछि धाउँ गर्छ स्कुलतिर। हजुर हजुर। माइलो छोरो? माइलो छोरो पनि डाक्टरी काम गर्छ, नर्सिङ होममै बस्छ। कुन ठाउँमा? नर्सिङ होममा। नर्सिङ होममा। अनि तपाईँको कान्छो छोरो? कान्छो छोरो यहाँ घर बनाएको थियो बर्दिवासमा। बर्दिवास मुन नपरेर फेरि देवघाट गएर बसेको छ, ठुलो घर बनाएको छ। बेच्न मन गर्दैछ, बिकेको छैन। अनि कान्छो छोरो के गर्नुहुन्थ्यो? केही जागिर थिएन? जागिर थियो, यताउति जग्गाको खेल गर्थ्यो, घडेरीको खेल गर्दै 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 पनि हुन बाँकी छ। अनि माइला छोराको हुन बाँकी छ। अब सकिए अरू। अब 3 भाइ छन्। 3 भाइ छन्। तपाईँका छोरा 3 भाइ छन्। जेठा माइला कान्छामा तपाईँलाई धेरै माया लाग्ने छोरा चाहिँ कुन हो? मलाई सबै उत्तिकै लाग्छ, बराबर। कुनै छोराको बढी, कुनै छोराको घटी लाग्दैन? लाग्दैन, मलाई बराबरी लाग्छ। अनि बुहारीहरू, 3टी बुहारीहरू तपाईँले भने जस्तै पाउनु भएको छ कि अलि चित्त बुझ्दैन तपाईँले? बराबरी छन्, उस्तै हो। अर्काका छोरी ल्याएपछि
घटी बढी गर्नु हुँदैन मलाई बराबरी बराबरी माया गर्छन् सबैले बराबरी माया गर्छ तपाईँलाई आफ्नो परिवारमा सबैभन्दा धेरै माया चाहिँ कसको लाग्छ सबै बराबरी बराबरी लाग्छ बराबरी अनि श्रीमान बित्नुभयो तपाईँको श्रीमान त अब उहिले मरिसकेपछि भयो अब कुरा नगरौँ सिद्धियो तपाईँ सानै हुनुहुन्थ्यो कि कत्रो हुनुहुन्थ्यो 26 पुगेर 27 भर्खर केटी त थिएन तीनटा छोरा जन्मिसकेपछि श्रीमानको मृत्यु भयो चारवटा भन् चारवटा छोरी 3 भाइ छोरा बितेपछि म 27 वर्षकी थिएँ मङ्सिरमा लागेँ शैतान खर्नुभयो के गर्नुहुन्थ्यो श्रीमान केही गर्नुहुन्न थियो जजामान गर्ने घरमा बस्ने काम गर्ने मकै गोड्ने कोदो रोप्ने त्यस्तै उस्तै थियो जजमान गरेर ल्याएको पैसाले तपाईँहरूलाई खान लाउन पुग्थ्यो खेती पनि थियो नि त पुग्दैन थियो नि त्यही भएर जान्थे सधैँ नहुने थियो हजुर हजुर त्यतिखेर श्रीमान मरिसकेपछि तीनटा छोराहरूलाई हुर्काउन त तपाईँलाई निकै गाह्रो भयो होला नि गाह्रो भए पनि के गर्नु त अहिले विलम्ब गरेर हुँदैन गाह्रो त भइहाल्यो कति भयो सम्झेर के गर्नु यहाँ भनेर के गर्नु खिसी गर्लान् गिल्ला गर्लान् यस्तो पो रहेछ भन्लान् के गरेर छोराहरूलाई तपाईँले पढाउनु भयो लेखाउनु भयो आज यो अवस्थासम्म पुर्याउनु भयो हजुर हजुर अनि अहिले सम्झिँदाखेरि पहिले र अहिलेमा कतिको पहिले र अहिलेमा सुख दुःख सम्झिँदा अहिले तपाईँलाई सुख छ कि पहिले सुख थियो मनको कुरा आफ्नो जस्तो भए पनि मनको कुरा त थियो पहिले नै जस्तो नि राम्रै थियो नि अब अहिले पनि त्यस्तै हो अर्काले खान दिन्छन् लाउन दिन्छन् त्यति आफूले केही गर्नु पर्दैन अब सन्तकै छ पहिले सुख कि अहिले सुख त पहिले सुख थिएन अहिले सुख भयो अहिले सुख भयो तपाईँलाई अहिले सुख भयो जिन्दगी भनेको के रहेछ त तपाईँले कुराको सुख त होइन हजुर हजुर जिन्दगी भनेको के रहेछ त तपाईँले कसरी बुझ्नुभयो जिन्दगी भनेको यस्तै दुःख सुख रहेछ